झन्डै खसेन यार यो साडी कलेजमा म कलेजमा आफ्नो क्लासमा पढिरहेको मान्छेलाई फोन हानेर उठाएर यहाँ जङ्गलमा लिएर आएको यिनीहरूले रमाइलो वास्तवमा मेरो साथी सेक्सी छ हेर फिगर हेर फिगर पुरै बिचमा खोला सुनसान छ यस्तो आज बाइकमा आएको साथीको जकेट Hello guys, welcome back to my another video after a long time. I hope सबैजना सन्चै आराम हुनुहुन्छ होला। हामी पनि एकदम फिट एन्ड फाइन नै छौँ हैन साडु? या ब्रो। अब हामी चाहिँ जंगलमा किन देखिम सिना साथी मिलेर ओइमा त्यस्तो हैन नि त सबैजना मिलेर जंगलमा आज त्यहाँ देखाइदिन्छु म सबैजना मिलेर जंगलमा आज यस्तो आज बाइकमा आएको साथीको जकेट आमा बाटो भइ लत्रेर बल्ल यहाँ झर्ने ठाउँमा आएर बल्ल थाहा पाइयो त्यो ड्राइभरले भनेर अब हामी जाँदै छौँ साडु र म भएर मेरो साडु निकै ह्यान्डसम छन् सामान पनि बोकेका छन् म फेरि बोक्न त बोकेको थिएँ अघि यो जकेट बोकेको छु यसको जकेट धोइदिँदै यहाँदेखि कता जाने हो दुईटा बाटो छ तलै त होला जस्तो लाग्छ है मलाई जान्न आएको मान्छेलाई आवाजमा बेसी भन्छ दाउरा खोज्न पर्ने छ यार अहिले फेरि यता काट्ने त काटेछन् ओइ मातिर साल उतातिर आयौँ उता फर्क्यौँ उल्टो बाटो आयौँ फेरि हामी यत्रो अनार जङ्गलमा हामी साथीको म मात्रै छौँ यार के त अर्को साथीले फेरि लिन दोस्तों देखिए आज हम आपको बताने जा रहे हैं कि जंगल में कैसे सरवाइव करना चाहिए बने रहिए इस वीडियो को अंत तक ठीक है तो फिर हम लगते हैं उधर खोला पर जाते हैं हम और पौडी भी खेलते हैं यहाँ तो फिर वो चल्दैन बड्डा नेट सेट केही चल्दैन त्यसरी तो हामी खोलामा झरिसक्यौँ होइन यतातिर पनि रहेछ पकाइ खाने ठाउँ जस्तो तन्नै रहेछ अब हामी दाउरा खान जाँदा छौँ खोला छ पानी चिसो छ यार जोस मजा आउनेवाला छ भन्ने विषय वस्तुतिर हामी चोबल दिउँ न त्यसको जकेट त्यही दाउरा खोज्ने अब कहाँ जाने हो जङ्गल त छ जाने कता भन्ने हो होइन साडुको झ्याप्ले जिन्दगी यस्तै छ जकेट लट्र्याएको ढोइनु साडुले ढोडै गरेर खाने है त साँच्चै ल कपडै ढोन जान्दैन त साडुले यस्तो छ हालत बिचरा बाइकबाट आएको लत्रो साडुसँग अब हामी एकछिन दाउरा खोज्न जान्छौँ नत्र अहिले केटाहरू एकैछिनमा आइपुग्छ गाली गर्छ फेरि अहिले दाउरा खै भनेर साँच्चै खोजौँ भन्दा अहिले फेरि हामी यही ढाल्दैछौँ है टक्क लाएर फेरि र मैले दाउरा खेरेर यति बनाइसक्यौँ र टक्क लाएर अब हामी चाहिँ एकछिन बस्छौँ मजा जङ्गल त्यो यस्तो छ पुरै बिचमा खोला कस्तो सुनसान छ दामी साडुको पावर हेर्नुहोस् है ए आमा चारो डीवाला डी बोला न साडु केही बोला न केही त ए देखिए तो आज हेलो यिनी मेरो साडु भाइ यो काले साडुलाई गाँजा खुवाइदिनु सब मिलेर खुवाइदिउँ है साडुले आज गाँजाहरू यिनी चाहिँ मेरो साथी सेक्सी छन् हेर फिगर हेर फिगर म छाताबाट बस्छु तिम्रो नआयो नि त यस्तो सिधा गरेर पकाएर के सिधा यसरी फगान त केटा आफ्नो छाडो मैले ल्याएन अब हामी एक्जाम गर्न आएकै भाइमा छाडो ल्याउन आएन अब म कलेजमा आफ्नो क्लासमा पढिरहेको मान्छेलाई फोन हानेर उठाएर यहाँ जङ्गलमा लिएर आछन् यिनीहरूले गर्न खोज्या के हुन् रमाइलो गर्ला हेर अझ गाली गर्छ अझ नलिएर आउनु पर्ने ल्याउँदासम्म ल्याएर
करे ढाक्ने लोकल करे हेर प्लेट चक्कु ल्याएछन् हो खै त चक्कु ल्याएछन् न तेल ल्याएछन् न चक्कु ल्याएछन् मुजीहरुले के तेलले काट्ने हो लौ यसले काट्छ अघि तेलले काट्न मिलिहाल्छ यसले काट्न मिलिहाल्छ काट्न मिलिहाल्छ केटा त खटम रहेछ बेटा लिएर आछ रे किन के को सामान लिएर आछ ठुलो छ त चिङ कृष्णको भन्दा ठुलो रहेछ ल म त मुजी बक्सरसँग कहाँ गयो त्यो अर्को काट्ने जान मुट्याको देखेछ चक्कु ल्या ओइ मोटे सलाई तिमीले दे मैले कहाँ मलाई दियो कोल सल्का हो त्यहाँ कहाँ छ सलाई झन्डै खसेन यहाँ सामान के गरेर बुढी पाल्छ बे साडु एउटा प्याज काट्न जान्दैन नि यार जोतको हेर न, हाम्रो चक्कु चल्के मिले नाङ्गे जाने छिने उपारी कुनामा राख्न उ त्यहाँ राख न त्यो ब्रिजको साइडमा त्यहाँ हाम्रो तिम्रो बोलर हो मामेल भिडियो बनाएछ त्यो सबै के सामान तिम्रो खोलामा गएर उल्टी हामीले एउटा हान्दिदिन्छ ल ल ल पौडी खेल्यौँ एकछिन आहा मजा त आयो बिचरा साडु त यार खेलिन के गर्ने अब प्रब्लम छ त्यही भएर हो होइन हामी चाहिँ खेल्यौँ आएको सुरुमा त डराएको यार म त त्यहाँ गहिरो छ भनेर इटिटी आइसकेको छेउमै लास्टमा सब बराबर रहेछ त्यहाँ पौडी खेल्न सक्दैन क्या म फेरि केटाहरूले जाम जाम भनेर लगेँ त्यहाँ बिचमा लगेँ अनि लास्टमा ऊ रहेछ के अरे अलिक गहिरै रहेछ गहिरै भन्दा नि त्यही लेभलमा रहेछ ठ्याक्क भयो आम्मा पहिलोपटक यार घराइमा आएर पौडी खेल्यो अब यहाँ अब खानपिन हुन्छ फेरि यहाँ नुडल्स देखाउ न नुडल्स कहाँबाट खोल्छ न यो चम्चा 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 यहाँ कति ठुलो छ कि मामे चम्चा यहाँ साइज बजाउनु मिल्ने रहेछ ए अरे कता हुँदैछ ए साइज बजाउनु मिल्ने रहेछ कि मामे तेल पनि हालिदिनु हो खाना मामे खाना छुले खानु मिल्दैन कि खाइरहेको मिल्ने खाने त पैसा बच्नु मिल्दैन एउटा इस्यु भएन कि तेल तेल हाल्ने हो र अब राख्न साइड त्यसमा राख्नु अहिले मैले त हालेँ यार ल मैले हालेको एक किलो माछा पुग्दैन होला यार के रे एक किलो माछा पुग्दैन होला क्या कोरेमन फ्राई गरे भइहाल्छ अघि त्यसको त आफै बसेछ अन्त र नि म हाल्छु के एक दारु पहिलोपटक गिलासमा खानु लाग्छ चाउ चाउ कुत्ता छ एकछिन मैले पहिला बल्न दिन्छु यस्तरी यस्तरी तिमीले त्यो नफाल्नु पर्ने के यस्तै ढाक्ने मजा मैले फालिदिएँ कहाँ फालिदिएँ त्यो ढाक्ने अब भुजा खाएर पेट पूजा गर्नु पर्यो साइल रहन यो मेरो साडुको पेटो कि इन्डियाको गेटो थाहा के हो होइन अरू यहाँ पौडी खेलिरहेछन् अरू होइन म चाहिँ यहाँ माथि बसिरहेको छु पकाउनु जाने हो
यहाँमा झर्न मिल्न त मिल्छ तर फोन छ मेरो हातमा होइन म चाहिँ उता जाँदैछु टक्क लागेर मेरो हातमा छ के छ भन्दाखेरि माई फोन त होइन साथी फोन होइन तर म आफ्नै फोनबाट बनाएँ सर्भाइभर यता यस्तो छ हालत यता यस्तो छ ऊ पारि एउटा साडु जङ्गलतिर फरान उडान दिने यता यस्तो छ डरो पुट्यो लन्डल पुट्यो लागिरहेछ यस्तो हुन्ला छ अर्को नि छ यहाँ भिटामिन जस्तो छ यार एउटा रमाइलो गर्ने भनेर आएको लास्टमा भेजा के भन्दाखेरि घरमा काम पऱ्यो क्या यार रोगाबाट फोन गरेर छिटो गर्छ कुनै के कागजपत्र पठाइदिने भन्दै होइन त्यही भएर अरू साथी गइसकेँ काम परेर 2टा साथीमा तल छन् झ्याउ भइया अघि रमाइलो भइरहेको पौडी खेल्नु मन थियो आएर चाहिँ भएन कुनै दिन आएर खेलौँ जान्छ अहिले चाहिँ म घरतिर लाग्न लागेको घरतिर जान लाग्छु जाखरा भएर सो अहिले चाहिँ म घरमा आएर म हस्टल पल्टिरहेको छु होइन अब किनभने रमाइलो गर्न मन थियो यार भेट्छ खराब भयो अब गाउँबाट फोन गरेर यस्तो यस्तो परेको छ जहाँ गएर फोटो खिचेर पठाइदिए यसको डकुमेन्टको भनेपछि म तुरुन्तै आयो होइन बल्ल बल्ल त्यहाँ उही माथि जति कति 15-20 मिनट जति बसेपछि हाम्रो यता गाउँघरले त्यहाँ मिलाइदिनु भयो अनि त्यहाँ गाडीमा चाहिँ आएँ होइन फेरि अन्त गाउँबाट फोनै आन्नबाट फोटो खिचेर पठा भनेको तर पौडी खेल्न क्या मजा भइरहेको थियो लहरै मेरो त्यहाँ नै यार इच्छा भएको अर्कोचोटि फेरि जानुपर्छ यार त्यहाँ दामी थियो यार ठाउँ त पहिले पनि जान्दा गयो तर पहिले खेलिएन त्यतिखेर त पिकनिक खान गएको केटाकेटी सबै झ्याउ लाग्यो त्यो हेर्दै झ्याउ लाग्यो पौडी खेल्न सकिन्न आएको होइन त्यही भएर चाहिँ यो चिज चाहिँ बल्ल बल्ल यो चिज चाहिँ खेल्यो रमाइलो भएको थियो अलिअलि तर त्यस्तो के साथीहरूसँग रमाइलो गर्न पाइनँ कि घुम्न गएको पनि सबको काम पऱ्यो अड्डाहरू पहिले 2टा निस्केँ त्यसपछि फेरि मेरो फोन आयो गाउँदेखि यस्तो यस्तो पऱ्यो भने अनि निस्क्यो म होइन अनि 2टा साथी मैले बचाएँ पछि म आउने बेला चाहिँ बाटोमा ढिकाटे साथीलाई साथी गइरहेको थिएँ होइन अब 3जना छन् होला एउटा दाइ पनि आउने भन्थे सायद त्यही खानासाना खाएर त्यही चिउरा मासु बनाएको थिएँ म त खाएर आइसकेको थिएँ होइन अनि उनीहरू चाहिँ खाएर पौडी सोडी त्यो साँसतिर हिँड्छन् होला लाग्छ मलाई ल ओके भिडियो चाहिँ एडिट हुनुहुन्छ थ्याङ्क यू फर वाचिङ दिस भिडियो भन्दैसम्म हेर्नलाई सो आफ्टर लङ टाइम पछि भिडियो आएको छ होइन सबैले माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला यस्तो चाहिँ भिडियो आउँदै गर्छ हस् धन्यवाद बाई